안녕하세요. सम्पूर्णमा नमस्कार। सबैजना सन्चै हुनुहुन्छ भन्ने म आशा राखेको छु। म अरू दिन जस्तै आज पनि केही क्वेसनहरू लिएर आएको छु जुन हामी पनि आज पनि सल्भ गर्नेछौँ। तपाईहरु स्क्रिनमा देख्न सक्नुहुन्छ। हाम्रो आजको क्वेसन रहेको छ 5 देखि 6 मा थाम खोरोल इको मुसे थेहान खोरसिप्सियो भनेको छ। तलको हरफ पढेर चाहिँ के को बारेमा हो छान्नुहोस् भनेको छ। 5 नम्बरको क्वेसनमा रहेको छ हाम्रो छनुन अझे म चाहिँ हिजो भेटनाम छिङ्गु वा भेटनामी साथीसँग यसमा वा ग्वा खाची भनेको चाहिँ सँग अथवा समान भन्ने अर्थ दिन्छ। साथीसँग भेटनाम सिक्ताङ्गे खास भेटनामको रेस्टुरेन्टमा गएर सालगुक्सो रोल मगसुम्निदा चामलको नुडल्स खाए। आजु मासी ससुम्निदा ज्यादै मिठो थियो। खुइगो र अनुरुन आज चाहिँ छेगा मैले भेटनाम छिङ्गु एगे भेटनामका साथीसँग हाङ्गुक उम्सिगुल कोरियन खाना सोगे हर्यागो हाम्निदा कोरियनको खानाको परिचय गराउन चाहन्छु। हाम्रो चाहिँ र्यागो उर्यागो र्यागो उर्यागो चाहिँ इच्छा तथा उद्देश्य जनाउने बेलामा प्रयोग हुन्छ। आज चाहिँ भेटनामका साथीसँग कोरियन खानाको परिचय गराउन चाहन्छु। हाङ्गुक सिक्ताङ ए भनेको चाहिँ कोरियाको रेस्टुरेन्टमा खास गएर फुलगोगी वा पोलेको मासु वा नेङमेन भनेको चाहिँ चिसो नुडल्स मगु र्यागो हाम्निदा खाने छौँ। 1 नम्बरको अप्सनमा रहेको छ सोगे भनेको चाहिँ हाम्रो परिचय त्यस्तै गरी 2 नम्बरकोमा रहेको छ छोदे भनेको चाहिँ निमन्त्रण 3 नम्बरको अप्सनमा रहेको छ उम्सिक भनेको खाना र 4 नम्बरको अप्सनमा रहेको छ फाङमुन भनेको चाहिँ भेटघाट। हाम्रो चाहिँ यो खाना सम्बन्धी रहेको हुनाले चाहिँ हाम्रो यो सोगे हाम्रो परिचय गरिरहेको छैन, त्यसकारणले 1 नम्बर आन्सर भएन र छोदे निमन्त्रण गरिरहेको छैन, त्यसकारणले 2 नम्बरको पनि आन्सर भएन। त्यस्तै गरी हाम्रो चाहिँ उम्सिक भनेको खानाको बारेमा चाहिँ भनिरहेको छ, त्यसकारणले हाम्रो 3 नम्बर आन्सर भयो। त्यस्तै गरी हाम्रो फाङमुन भनेको चाहिँ भेटघाट, यो कुनै भेटघाटको कुरा गरिरहेको छैन, त्यसकारणले 4 नम्बर आन्सर भएन। त्यस्तै गरी हाम्रो 6 नम्बरको क्वेसन रहेको छ। हाम्रो 6 मा रहेको छ सामगेक थाङ उन अरिन थाके सामगेक थाङ चाहिँ सानो कुखुरा इन्साम भनेको चाहिँ हाम्रो जडीबुटी इन्साम इना जडीबुटी वा छापसाल भनेको चाहिँ मिक्स भात फाप भनेको चाहिँ भात मानुल भनेको चाहिँ हाम्रो लसुन ग्वा खाची भनेको जस्ता खङ्गान भनेको चाहिँ हाम्रो स्वास्थ्यमा राम्रो हुने कुरा नक्को राखेर उमालेर बनाइएको चाहिँ खाना हो। र त्यस्तै गरी हाम्रो चाहिँ 1 को अप्सनमा रहेको छ सामगेक थाङे मात भनेको चाहिँ हाम्रो स्वाद
माद भनेको स्वाद र सामगेक्थाङ्गे छुङ्न्यो भनेको चाहिँ हाम्रो प्रकार र त्यस्तै गरी हाम्रो छेर्यो भनेको सामग्री र त्यस्तै गरी हाम्रो थान्जम भनेको चाहिँ हाम्रो कमजोर पक्ष थान्जम भनेको चाहिँ हाम्रो कमजोर पक्ष सामगेक्थाङ चाहिँ सानो कुखुरा र जडीबुटी मिक्स भात लसुन आदि जस्ता सामग्रीहरू चाहिँ मिसाएर बनाइएको चाहिँ एउटा परिकार हो। त्यसमा चाहिँ हाम्रो यो कुनै स्वादको कुरा गरिरहेको छैन, त्यसकारणले 1 नम्बर यसको आन्सर भएन र हाम्रो यसको कुनै प्रकारको कुरा गरिरहेको छैन, त्यसकारणले हाम्रो 2 नम्बरको पनि भएन आन्सर र हाम्रो यसको कुनै कमजोर पक्षलाई पनि कुरा गरिरहेको छैन, त्यसकारणले हाम्रो 4 नम्बर पनि भएन र हाम्रो सही उत्तर चाहिँ हाम्रो 3 नम्बरको भयो जुन हाम्रो सामग्रीको चाहिँ कुरा गरिरहेको छ।